हुँदो यही हो मेरो दराजको सामान हैन मैले समातेको छु ल एन्टोनोभ मोडल भनेर किन्नलाई गरेको डाइकास्ट एलोय एन्टोनोभ भनेको छ हैन भगवानको भिडियो चाहिँ यस्तो छ है ल सामान चाहिँ नि ब्ल्याङ्केट हो कि हैन बेडसिट हो कि टावल हो के हो त्यो मलाई थाहा भएन मैले खोलेर हेरेको छैन बाहिरको ट्याग हेरेको छु यति मात्रै खोलेको छु त्यो बाहेक मैले बढी केही पनि गरेको छैन यस्तो भएपछि हुन्छ यो ल यही हो भन्दा बढी के भन्नु मैले अब पुरा स्क्याम चलाएर हुन्छ यसरी स्क्याम भएन यो एउटा सामान भनेर अर्को सामान पठाएछ 2-2.5 महिना कुरेको ल त्यही पनि ठिकै छ ढिलो भयो नि सामान आयो भनेको त सामान एक थरी छ अर्डर गरेको डेलिभरी भएको छ अर्को थरी पुरा स्क्याम भयो नि त दराजले यस्तो स्क्याम गर्न सुहाउँदैन त होइन र यो त राम्रो कुरा त होइन त यो कुरामा चाहिँ सचेत हुनु जरुरी छ यो सामान्य माइनर मिस्टेक हैन यो भनेको एउटा ठुलो ब्लन्डर हो यसमा चाहिँ सचेत हुनु जरुरी छ यसलाई सुधार गर्ने हो या नभए यसको लागि रिफन्ड गर्ने भन्दा पनि सामान चाहिँ नि रिडेलिभर गर्नु पर्यो अर्को सामान जुन अर्डर गरेको सामान हो त्यो चाहिँ त्यही हो भन्नुपर्ने कुराहरू यस्तो गर्न सकिँदैन भनेदेखि यस्तो काम गर्न बन्द गरिदियो हुन्छ दराजले आफ्नो यो पुरै प्लेटफर्मै बन्द गरेर हैन स्क्याम चलाएर बस्यो हुन्छ स्क्यामरको काम गरियो हुन्छ